झिलिली भइसक्यो पुरै हेर्दा हेर्दा झिलिली भइसक्यो ट्याक्कै टाइममै आएछौँ है हामी जति हतार गरेर आए पनि है भ्यायौँ ठिक्क हेर्नै नसकिने दृश्य भइगयो नि घाम हुँदैछ प्रनुष यता आइस यता आइस ऊ घाम हेर्ने यता हेर्नु उता घामतिर फर्केर बाफ्रे त्यहाँ त हेर्नै नसकिने सानो पारेर आँखा सानो पारेर हेर्दा चाहिँ अलिक हुने रहेछ कुरा चाहिँ ठिकै रहेछ आमा आँखा पुरा खोल्दा त हेर्न नसकिने कस्तो लाइट लाइट कस्तो मजाले निक्लेको पानी जस्तो त्यही त निक्लेको मजाले खिचाइ थियो कस्तो दामी बाफ्रे हेर्दा हेर्दै कस्तो मजाले आइस निस्किसक्यो क्या नि अब पानी उयो भयो आँखामा त कम्ती लाइट आँखा सानो पारेर हेर्ने पर्दा अलिक अलिक हेर्न पनि मन लाग्ने हेर्न पनि गाह्रो हुने कस्तो पानी उम्ले पुरै निक्लिसक्यो नि बर्खामा देखियो हो नि यो मौका पाइँदैन भनेको थियो कस्तो नि पानी उ गरे त्यहाँ चाहिँ हामी पुग्न सकिँदैन होला नि त्यो घाम निक्लिने ठाउँमा बाफ्रे हेर्नै नसक्यो मेरोमा मात्रै यस्तो ढल्को कि अरू आँखामा नमस्कार नानी चाहिँ के गरे जय सूर्यनारायण जय सूर्यनारायण जय सूर्यनारायण जय सूर्यनारायण पुरै झुल्किसक्यो पुरै छेउछाउ कस्तो रातो भयो बादलले छल्नु थाल फेरि बाफ्रे कस्तो बादल बिचमा अलिकति भएर नभए त बादल नहुन जुन कस्तो हुने रहेछ नि हेर्नलाई यतिको देखिएको भनौँ न होइन पानी पर्नु भने यस्तो बर्खाको टाइममा यत्रो बादल आएर देखियो बादललाई